रुमालैमा रामजी खाड र चिजा तामाङको यस मधुर आवाज हामी कार्यक्रमको सुरुवातमै राखेका हौं। यो साङ्गीतिक आवाजसँगै नमस्कार 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 अनि रात्रिकालीन अभिवादन गर्न चाहन्छौं कार्यक्रम रोदीको यो श्रृङ्खलामा। जगतको आवाज परिवर्तनको संवाहक रेडियो गुनी 91.2 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.unity.com sunelsanchar.com हाम्रो गुल्मीन्युज.com मार्फत पनि हामीहरूलाई विश्वभरिकै साथ सुनिरहनु भएको छ। यति बेला मेरो आवाज तपाईको रेडियो सेटसम्म पुर्याउँदै हुनुहुन्छ प्राविधिक मित्र थम्मन भने आवाजमा छु म बिन्दु परियार। रात्रिकालीन प्रदर्शन मित्रहरू के कसो गर्दै हुनुहुन्छ? खाना खाँदै हुनुहुन्छ होला, खाना बनाउँदै हुनुहुन्छ होला, आराम गर्दै हुनुहुन्छ होला। जे जस्तो अवस्थामा रहे पनि अबको 10 बजेसम्म हामीसँगै रहनुहुनेछ भन्ने आशामा रहेका छौँ। आज हामी रोडीमा रहेर तपाईका स्वर सुन्छौँ, जसको लागि तपाईँ आउनुपर्ने हुन्छ सिमाना नेपाली 737 को बाटो भएर। यदि तपाईँमा कलाकला छ भने लुकाएर नराख्नुहोस्, हामी यहाँबाट तपाईँका स्वर सुन्छौँ, जसको लागि तपाईँ आउनुपर्ने हुन्छ सिमाना नेपाली 737 को बाटो भएर। कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? हस्तीचौरबाट को भन्नुभयो? हस्तीचौरबाट के भन्नुभयो?
हस्ती चौरमाथि बुझिएको थियो। यदि तपाईँ फोन गर्न चाहनुहुन्छ भने नेटवर्क हुने ठाउँबाट फोन गरिदिनु होला। तपाईँलाई पनि सहज होस्, हामीलाई पनि सहज होस्। तपाईँ आउन सक्नुहुनेछ 079 को बाटो भएर। कार्यक्रम रोदीमा रहेर हामी तपाईँका स्वर सुन्छौँ। कला गला छ भने यदि लुकाएर नराख्नुहोस्, हामी यहाँबाट स्थान दिइरहेका छौँ। कोही मित्र हुनुहुन्छ सम्पर्कमा। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? कहाँबाट बोल्नुभयो? सिरसेनीबाट अप्सन कुमार। अप्सन जी सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदम ठिकठाक छौँ। खाना खानुभयो? हाम्रो भइसक्यो। के खानुभयो? भात दाल खानुभयो? मिठो थियो होला नि? कसले पकायो? मम्मीले पकाउनु भयो? अप्सन जी आज रोदीमा रहेर के गर्नुपर्छ थाहा छ तपाईँलाई? सुरु गर्नुहोस्। अप्सन जी एकदम राम्रो गाउनुभयो। आफ्ना तीनजना राम्रो गाउनु भएको थियो। अप्सन जी आफ्ना तीनजना साथीहरूलाई सम्झना समर्पण गर्नुहोस् यहाँबाट। अप्सन जी फेरि विषयमा नि आउँदै गर्नुहोला है त। अहिलेलाई पनि बिदा गर्छौँ। नमस्ते। सिरसेनीबाट हुनुहुन्थ्यो अप्सन कुमार। अब पालो तपाईँको 079 को बाटो भएर आउनुहोस्। यदि तपाईँमा कला गला छ भने गीत गाउने क्षमता छ भने मात्र तपाईँले सम्पर्क गरिदिनुहोला। कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? हस्ती चौरबाट भन्दै हुनुहुन्थ्यो। उहाँसँग डिस्कनेक्ट भएको छ। अब पालो तपाईँको 079 को बाटो भएर आउनुहोस्। हामी तपाईँलाई अन्यर गर्छौँ यहाँबाट। एकजना साथी हुनुहुन्छ। हजुर नमस्कार। भन्दै थिए उहाँसँग पनि कुराकानी हुन सकेन। अब पालो तपाईँको 079 को बाटो भएर आउनुहोस्। हामीसँग कुराकानी गर्नको लागि र साथमा तपाईँले गीत गाउनु पर्ने हुन्छ र तीनजना साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। एकजना साथी हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? हस्ती चौरबाट अनिता छेत्री। अनिताजी के गर्नुहुन्छ? स्टडी गर्नुहुन्छ? अनिताजी आज कस्तो गीत लिएर आउनु भएको छ रोदीमा? सुरु गर्नुहोस्। हस्ती चौरबाट हुनुहुन्थ्यो अनिता छेत्री। उहाँसँग सहज कुराकानी हुन सकेन।
तपाईँ पनि आउन चाहनुहुन्छ भने 079553737 को बाटो भएर आउनुहोस्। हामी यहाँबाट आग्रह गरिरहेका छौँ रात्रिकालीन प्रहर मित्रहरू के कसो गर्दै हुनुहुन्छ हामीसँगै रहनुहोला 10 बजेसम्म। तपाईँ पनि यदि गाउन चाहनुहुन्छ भने तपाईँ कतै स्थान पाउनु भएको छैन भने हामी यहाँबाट स्थान दिइरहेका छौँ, जसको लागि तपाईँ आउनुपर्ने हुन्छ 079553737 को बाटो भएर आउनुहोस्। हामी तपाईँका स्वर सुन्छौँ र साथमा 3 जना साथीहरूलाई सम्झना समर्पण गर्ने अवसर दिन्छौँ। एकजना साथी हुनुहुन्छ, म उहाँलाई ढिलाइ नगरी स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार। कहाँबाट को बोल्नुभयो? म दिल्लीदेखि। को बोल्नुभयो? अग्नि नेपाली। अग्नि नेपाली। हजुर। अग्निजी हजुर सन्चै आरामै हुनुहुन्छ? हजुर सन्चै आराम। अनि खाना खाइसक्नुभयो? हजुर खाना खाइसक्नुभयो? हजुर खाइसकेको। अनि हामीलाई सुन्दै हुनुहुन्छ? हजुर हामीलाई सुन्दै हुनुहुन्छ? हेलो अग्निजी भन्दै थिएँ उहाँसँग सम्पर्क विच्छेद भएको छ। अब भने एउटा गीत राख्छौँ, त्यस पछाडि हामी आउने नै छौँ। तपाईँ भने रेडियोसँगै रहनुहोला। छैन र कति दिन भो माए खै
कति दिन भयो म एक्लै तडपेको अब भेट्ने होइन र भन्दै थियो सङ्गीतिक आवाजले बिमा कुमारी दुरा र राजु परियारको सुमधुर आवाज हामी तपाईँमा आज राखेका हौँ। अब भने हामी कार्यक्रमको मध्यभाग पनि पार गरिसकेका छौँ। यति बेला मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउँदै हुनुहुन्छ प्राविधिक मित्र थमन परियार भने आवाजमा छु म बिन्दु। यतिकैमा कोही मित्र हुनुहुन्छ सम्पर्कमा म उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? अग्निजी आउनु भएको थियो, फोन कट भएको थियो हो? अग्निजीलाई ढिलाइ नगरी म यहाँबाट कस्तो गीत लिएर आउनु भएको छ? सुरु गर्नुहोस्। अग्निजी पागल बनी तिमीले चिनायौ। एकदम राम्रो गीत गाउनुभयो। फेरि फेरिका बसाइमा नि आउँदै गर्नुहोला है त। आफ्ना 3 जना साथीहरूलाई सम्झना समर्पण गर्नुहोस् यहाँबाट। अग्निजी अहिलेलाई पनि बिदा गर्छौ। नमस्ते। अग्नि नेपाली हुनुहुन्थ्यो, आएर राम्रो गीत गाएर बिदा भइसक्नु भएको छ। अब पालो तपाईँको 0795737 को बाटो भएर कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? सिमलटारीबाट को भन्नुभयो? गोमागिरी। गोमाजी के गर्दै हुनुहुन्छ? बसिराख्नु भएको छ। अनि सन्चै आरामै हुनुहुन्छ? हामी पनि ठिकठाक छौँ भन्नुपर्छ। अनि खाना खानुभयो? खाना खाइसक्नुभयो। जाडो कतिको छ त्यतातिर? कम भइरहेको छ। बिस्तारै भित्र हुनुहुन्छ होला होइन त? आज कस्तो गीत लिएर आउनु भएको छ गोमाजीले? सुरु गर्नुहोस् गोमाजी। उहाँसँग डिस्कनेक्ट भइसकेको छ। अब पालो तपाईँको। रात्रिकालीन परार छ मित्रहरू आराम गर्दै हुनुहुन्छ होला, खाना खाँदै पनि हुनुहुन्छ होला। जे जस्तो अवस्थामा रहे पनि हामीसँगै सहर यात्रा गर्नुहोला भन्न चाहन्छु। यतिकैमा कोही मित्र हुनुहुन्छ, म उहाँलाई ढिलाइ नगरी स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो, उहाँसँग पनि सहज कुराकानी हुन सकेन। तपाईँ पनि आउन चाहनुहुन्छ भने 0795737 को बाटो भएर आउनुहोस्। त्यसभन्दा अगाडि एउटा गीत राख्छौँ, त्यस पछाडि हामी आउने नै छौँ। तपाईँ भने 0795737 को बाटो भएर आउन नभुल्नुहोला।
पाइनामा हाँसेर भोभो चाहिँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन पिराती घाँसेर एक दिन हिँड्न पाइनामा हाँसेर भोभो चाहिँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन मन भरिएन ढोका यसै मलाई थियो नि है सुख भोभो चाहिँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन भएन ढोका यसै मलाई थियो नि है सुख भोभो चाहिँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन भोभो चाहिँदैन यो मायामा आँसु र चोट बाहेक अरू पाइँदैन भन्दै थियो। यस्तै यस्तै रमाइलो स्वर हामी सुमधुर आवाज हामी तपाईँ माझ राखेका हौँ। बालचन्द्र बराल र देवी घरतीको सुमधुर आवाज हामी तपाईँ माझ राखेका हौँ। बागलुकेली सर्जक पनि हुनुहुन्थ्यो उहाँहरू। हामी आज मङ्गलबारी बसाइमा रहेर कार्यक्रम रोदी लिएर आएका हौँ तपाईँ माझ। तपाईँले डायल गर्नुपर्ने हुन्छ 079 बाटो भएर कोही मित्र हुनुहुन्छ लाइनमा। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? बागलुङको रणसिंह किटेनीबाट के भन्नुभयो? मिनाजी के गर्नुहुन्छ बागलुङको रणसिंह किटेनीमा रहेर? घरेसी काम गर्ने बस्ने सन्चयारमै हुनुहुन्छ? हामी पनि ठिकठाक छौँ भन्नुपर्छ। खाना खानुभयो? खाना पनि खाइसक्नुभयो? हाम्रो पनि भयो मिनाजी। अनि के गर्दै हुनुहुन्छ? हामीले सुन्दै हुनुहुन्छ? केही सल्लाह सुझाव छ भने दिन नभुल्नु होला है त। भयो भने अवश्य दिनु होला है त। आज रोजीमा कस्तो गीत लिएर आउनु भएको छ मिनाजीले? सुरु गर्नुहोस् मिनाजी। मिनाजी हुनुहुन्थ्यो बागलुङ रणसिंह किटेनीबाट हुनुहुन्थ्यो। म उहाँलाई गीत सुरु गर्नुहोस् भनिरहेको थिएँ तर उहाँले फोन कट गर्नुभयो। फेरि आउन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ 079 त्यसको बाटो भएर अर्को साथी हुनुहुन्छ लाइनमा। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? हस्तिचौरबाट कोपिला रामाजी। कोपिलाजी सञ्चारमै हुनुहुन्छ? एकदमै भन्नुपर्छ नि हजुरहरु। हामी पनि ठिकठाक छौँ भन्नुपर्छ। खाना खानुभयो? भइसक्यो। हजुरहरुको भयो? हाम्रो पनि भइसक्यो।
अनि अरू भन्नुहोस् नयाँ ताजा खबर के छ? स्पेसल भन्नुपर्दा केही छैन है, बिहान बेलुका हल्का जाडो छ, त्यही नै हो। बिहान बेलुका हल्का जाडो छ, दिउँसोमा घाम लाग्छ होइन त? हजुर अनि कोपिलाजी हजुर हामीले सुन्दै हुनुहुन्छ? म एकदमै सुनिरहेको छु। कार्यक्रम कस्तो लागिरहेको छ यहाँलाई? मलाई राम्रो प्लस रमाइलो लागिरहेको छ है। हामीलाई फुरुङ्ग पार्नु भएको त होइन नि? नै नै होइन। यदि सुझाव सल्लाह छ भने दिनु नभुल्नु होला है त? नै अहिलेसम्म राम्रो छ है, अब भयो भने अवश्य देला नि त। एकदमै कोपिलाजी, आज रोदीमा रहेर कस्तो गीत लिएर आउनु भएको छ हाम्रो कोपिलाजीले? म गीतबाट सुरु गर्छु ल। सुरु गर्नुहोस्। देख्ने छैन हाम्रो माया करोडौँको धनले, तिमी तिमी भन्छ यो मनले, आज भन्दा भोलि माया भन्दै जाओस् गर। मैले तिमीलाई जति माया कसैले गर्दैन होला सानो, म त तिम्रो मुटुमा छु देख्ने छैन हाम्रो माया करोडौँको धनले, तिमी तिमी भन्छ यो मनले, आज भन्दा भोलि माया भन्दै जाओस् गर। मैले तिमीलाई जति माया कसैले गर्दैन होला सानो, म त तिम्रो मुटुमा छु मैले तिमीलाई जति माया कसैले गर्दैन होला सानो, म त तिम्रो मुटुमा छु हजुर यति नै। म त तिम्रो मुटुमा छु नसम्झ है टाढा। हजुर कसैलाई भन्न खोज्नु भयो? हुन पनि सक्छ नहुन पनि सक्छ है। हुन पनि सक्छ नहुन पनि सक्छ। हजुर हुन सक्छ होला सायद होइन त? नहुन सक्छ। नहुन सक्छ। हजुर कोपिलाजी हजुर कार्यक्रममा आइदिनु भयो, खुसी लाग्यो। आफ्ना 3 जना साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ। थ्याङ्क यू। फर्स्ट त हजुरको लागि, अनि टेक्निकल रुममा रहेर मिठो साथ दिन दादाको लागि, अनि गुल्मी होल आदिहरू, अनि मसँग रहेको मेरो बहिनी हिमालयको लागि स्पेसल सम्झना चाहन्छु। कोपिलाजी अहिलेलाई पनि बिदा गर्छु। नमस्ते। नमस्ते। हस्तिचौरबाट हुनुहुन्थ्यो कोपिला, आएर राम्रो गीत गाएर बिदा भइसक्नु भएको छ। तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस्। अब भने एउटा गीत राख्छौँ, त्यस पछाडि हामी आउने नै छौँ। तपाईँ भने रेडियो गुल्मीसँगै रहनुहोला। सँगै हुँदा बिर्सनै सक्दिन, त्यही भएर माया बस्दिन, रुँदै रातमा तारा नगनी, तिमीबाट म टाढा हुँदैछु, बिन्ती धोका दियो नभने, बिर्सनै सक्दिन, त्यही भएर माया बस्दिन, रुँदै रातमा तारा नगनी, तिमीबाट म टाढा हुँदैछु, बिन्ती धोका दियो नभने, तिमीबाट म टाढा हुँदैछु, बिन्ती धोका दियो नभने। जब हुन्न माया
भए नि रात भए नि रात आँसु झारी परेली दिलबाट रुँदै रातमा तारा नगनी तिमीबाट म टाढा हुँदैछु बिन्ती धोका दियो नभने भए नि रात भए नि रात आँसु झारी परेली दिलबाट रुँदै रातमा तारा नगनी तिमीबाट म टाढा हुँदैछु बिन्ती धोका दियो नभने तिमीबाट म टाढा हुँदैछु बिन्ती धोका दियो नभने रुँदै रातमा तारा नगने तिमीबाट म टाढा हुँदैछु बिन्ती धोका दियो नभने यो समय सान्दर्भिक गीत हामी तपाईँ माझ राखेका हौँ विष्णु माझी र कुमन अधिकारीको स्वरमा रहेको थियो। त्यसो त यो गीतले म तिमीबाट टाढा हुँदैछु बिन्ती धोका दिएको नभने भन्दै थियो यो साङ्गीतिक आवाजले। आज मङ्गलबारी बसाइमा रहेर हामी तपाईँका स्वर सुनिरहेका छौँ। कार्यक्रम रोदीमा रहेर तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस्। कोही मित्र हुनुहुन्छ सम्पर्कमा। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। नमस्कार हजुर। कोही मित्र हुनुहुन्थ्यो सम्पर्कमा, उहाँसँग सहज कुराकानी हुन सकेन। तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस् हामीसँग कुराकानी गर्नको लागि। आज रोदीमा रहेर हामी तपाईँका स्वर सुनिरहेका छौँ। यतिकैमा कोही मित्र हुनुहुन्छ सम्पर्कमा। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? कहाँबाट बोल्नुभयो? कोही मित्र हुनुहुन्थ्यो सम्पर्कमा, उहाँसँग सहज कुराकानी हुन सकेन। यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस्। यदि तपाईँमा कलागला छ भने लुकाएर नराख्नुहोस्, हामी यहाँबाट तपाईँलाई स्थान दिइरहेका छौँ। यतिकैमा कोही मित्र हुनुहुन्छ सम्पर्कमा। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? तमघासबाट के भन्नुभयो? रेखा सुनार। रेखाजी सन्चै आरामै हुनुहुन्छ? हामी पनि सन्चै आरामै छौँ। अनि खाना खानुभयो? के खानुभयो? मासु खानुभयो? मिठो भयो होला होइन त? एकदमै मिठो भयो। के को मासु खानुभयो? कुखुराको मासु खानुभयो? जाडो छ होइन त? रेखाजी अरू नयाँ ताजा भन्नुहोस्, खबर के छ तपाईँको? हामीले थाहा छ रेखाजी। आज कस्तो गीत लिएर आउनु भएको छ? ल सुरु गर्नुहोस्। पागल बनाई तिमीले किनायौ। यति नै। रेखाजी हजुर कस्तो गाउनुभयो? ठिकै गाउनुभयो? हामीले त राम्रो गीत गाउनुभयो जस्तो लाग्यो त।
सुत्दाखेरि अलि मिलेन क्या सुत्दाखेरि मिलेन सुतेर गएको त्यही भएर उठेर गाउनु पर्थ्यो नि रेखाजी कस्तो जाडो छ जाडो छ उठ्न सकिएन हजुर हामीलाई सुन्दै त हुनुहुन्छ नि सुनिरहेको बिस्ताराभित्र हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ हजुर हजुर केही सुझाव सल्लाह छ भने दिनुहोस् यहाँबाट केही छैन सबै राम्रो छ है सबै राम्रो छ हजुर नराम्रो पक्ष छ भने सुझाव सल्लाह दिन नभुल्नु होला है त एकदमै राम्रो छ रेखाजी हजुर कार्यक्रममा आइदिनु भयो खुसी लाग्यो आफ्ना 3 जना साथीहरूलाई सम्झना समर्पण गर्नुहोस् यहाँबाट हुन्छ स्पेशल त माई स्विट हार्टको लागि अनि मेरो मम ड्याडको लागि रेखाजी हजुर अहिलेलाई पनि बिदा गर्छु नमस्ते नमस्ते तमघासबाट हुनुहुन्थ्यो रेखा सुनार भन्दै हुनुहुन्थ्यो एकदम राम्रो गीत गाएर बिदा भइसक्नु भएको छ अब भने एउटा गीत राख्छौँ त्यस पछाडि हामी आउने नै छौँ तपाईँ भने रेडियो गुल्मीसँगै रहनुहोला अझै तिमलाई छैन र खानी तिम्रै भलो सधैँ बचानी एउटा आत्मा छ त्यही आत्मा निभाउने कि हँसाउने तिम्रै हातमा छैन र खानी तिम्रै भलो सधैँ बचानी एउटा आत्मा छ त्यही आत्मा निभाउने कि हँसाउने
हातमा छ त्यही हातमा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ। पशुपति शर्मा र विष्णु माझीको सुमधुर आवाज हामी तपाईँमा आज राखेका हौँ। आज मङ्गलबारी श्रृङ्खलामा रहेर हामी तपाईँका स्वर सुनिरहेका छौँ। कार्यक्रम रोधी तपाईँलाई कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हामी अन्त्यमा ठेगाना दिने नै छौँ। तपाईँ भने आउन सक्नुहुनेछ 079 को बाटो भएर। यदि तपाईँमा स्वर छ, कलागला छ भने लुकाएर नराख्नुहोस्, हामी यहाँबाट स्थान दिइरहेका छौँ तपाईँलाई। कोही मित्र हुनुहुन्छ सम्पर्कमा? हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो सम्पर्कमा, उहाँसँग कुराकानी हुन सकेन। यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस् हामीसँग कुराकानी गर्नको लागि। तपाईँ रोधीमा आएर गीत गाउनुपर्ने हुन्छ र साथमा 3 जना साथीहरूलाई सम्झना समर्पण गर्ने मौका पनि पाउनुहुनेछ। यतिकैमा कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार हजुर। भन्दै थिएँ उहाँसँग पनि कुराकानी हुन सकेन। तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस्। कार्यक्रम रोधी, हामी रोधीमा छौँ। आज मङ्गलबारी श्रृङ्खला रोधीमा रहेर हामी तपाईँका स्वर सुनिरहेका छौँ। सम्पर्कमा साथी हुनुहुन्छ। हजुर नमस्कार। नेटवर्क नभएको हो कि फोन आफै काट्नु भएको साथीहरूले, म यो बुझ्न सकिरहेको छैन। फेरि अर्को मित्र हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। तपाईँ पनि आउन चाहनुहुन्छ भने 079 को बाटो भएर आउनुहोस्। तपाईँले फोन हानिसके पछाडि ध्यान हामीतर्फै लगाउनुहोला। यदि हामीतर्फ नलगाउनुको भए हामीसँग सहज कुराकानी हुन सक्दैन। यतिकैमा कोही मित्र हुनुहुन्छ सम्पर्कमा। हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? के भन्नुभयो? माया मगर। कहाँबाट? गुल्मीको कहाँबाट भन्नुभयो? पौदिया मराईबाट। मायाजी के गर्नुहुन्छ पौदिया मराईमा रहेर? घरियासी काम गर्नुको अलावा केही गर्नुहुन्न अरू? आज के गर्नुभयो भनिदिनुहोस् न हामीलाई। घाँस काट्नुभयो, बाख्रा चराउनु भयो, अनि खाना खानुभयो? खाइसक्नुभयो। अनि हामीलाई सुन्दै हुनुहुन्छ? कार्यक्रम कस्तो लागिरहेको छ तपाईँलाई? रमाइलो। केही सुझाव सल्लाह छ भने दिन नभुल्नुहोला है त। मायाजी आज कुन गीत लिएर आउनु भएको छ? सुरु गर्नुहोस्। घरको तिम्रो इज्जत पाइ म त संसारमा बसिरहे मान्छे धोका पाए आँसु पाए छोडी गयो निष्ठुरी म त तिम्रै सम्झनामा बसिरहेकी मान्छे। मायाजी एकदम राम्रो गीत गाउनुभयो। तपाईँले आफ्ना 3 जना साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ यहाँबाट। मायाजी फेरिका बसाइमा नि आउँदै गर्नुहोला है त। अहिलेलाई पनि बिदा गर्छौँ। नमस्ते। गुल्मीको पौदिया मराईबाट हुनुहुन्थ्यो माया मगर। अब भने हामी कार्यक्रमको अन्त्यतर्फ छौँ। अब भने बिदा हुनुपर्छ भन्दै हुनुहुन्छ प्राविधिक मित्रले। तपाईँलाई कार्यक्रम रोधी कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सम्पर्क
रेडियो गुल्मी 91.2 मेगाहर्ज रेसुङ्गा नगरपालिका 10 उपलतम गाँस गुल्मी र 07955 र 9845783505 को बाटो भएर हामीले सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै मेरो आवाज तपाईको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्नुभयो प्राविधिक मित्र थम्मनलाई विशेष धन्यवाद दिँदै देवी घरती त्यसै गरी मौसम गुरुङको नयाँ आवाज रेडियो गुल्मीबाट पहिलो पटक बज्दैछ। यो गीत छाड्दै आवाजबाट म बिन्दु परियार पनि बिदा हुन्छु। नमस्ते।